So hey guys, what is up? Welcome back to new channel Smoothie Cooking and Let's Maggie. So guys, अहिले चाहिँ म एक्लै रानी पोखरी भन्ने एउटा पोखरी छ त्यतिर त्यहाँ जान लाग्छु अनि त्यहाँ सिधै पोखरी छ कि हैन अनि म चाहिँ त्यो दुईटैमै जान्छु उता लाटेर भनेको खै मेसेज हेरेन त्यही भएर म चाहिँ एक्लै जान लाग्छु सो हेरौँ कस्तो रहेछ हैन पोखर त यहाँ नि पोखर नै पोखर छ हो यहाँ नि म हिँड्दाको साइडमा नि पोखरै हिँड्दा छ तर यसमा चाहिँ धेरै माछा छ कि अनि म पनि जान्छु कस्तो रहेछ हैन बन्द छ कि खुल्ला छ हेर्छु के हुन्छ म सिधै पोखरी पनि पहिला नै गइसकेँ कि जे भने त्यो पनि अलि पनि घुम्दै जान्छु गाइस म चाहिँ यहाँ अहिले सिद्ध पोखरी भन्ने ठाउँमा हैन यहाँ चाहिँ यस्तो डुङ्गाहरू छ उतिर चाहिँ के त्यो हिँड्ने खै त्यो बाटो थियो खै किन भत्काएर चाहिँ बनाउनु लगाइरहेछ सो गाइस यहाँ चाहिँ यस्तै छ है मान्छेहरू हिँड्दा छ एन्ड यो चाहिँ सिद्धे पोखरी हो जस्तो सिद्धे पोखरी कस्तो फोहोर छ हौ यहाँ किन फोहोरै फोहोर छ जस्ट अस्ति नै आएँ कि अनि गाइस म चाहिँ अब अर्कोतिर जान्छु के अरे रानी पोखरी हो के अर्कोतिर जान्छु रानी पोखरी आइसक्यो होइन म यस्तो रहेछ रानी पोखरी नि त्यही हो बिचमा चाहिँ ऊ त्यो नागजीको त्यो के हो रहेछ होइन अनि त्यहाँ नि छ ऊ त्यता नि यस्तै छ होइन ऊ त्यहाँ चाहिँ नागजी नै होला सायद नागजीको त्यो के हो रहेछ अनि त्यहाँ हेर्नु न भने म त्यहाँबाट देखाउँछु त्यहाँबाट चाहिँ यस्तो लुक देख्नु छ होइन यहाँ चाहिँ त्यो खै पानी हालेर सायद अहिले म त्यो थिएँ त्यो बोर्ड छ त्यहाँ नागजी बिचमा हुन्छ त्यो होइन यहाँ चाहिँ त्यो के अरे सिधो पोखरीमा जस्तो धेरै मान्छे नहुने रहेछ अहिले छैन होइन अरू बेला चाहिँ के हुन्छ मलाई थाहा भएन तर धेरै मान्छे चाहिँ देखेन यहाँ दुईवटा चारजना मात्रै छ अनि म होइन त्यही हो यस्तै हो यहाँ चाहिँ के छ माछाहरू छ कि छैन थाहा छैन अनि अब म चाहिँ एक्लै छु जान्छु म चाहिँ अब हावा जान्छु कि अर्को उतापट्टि एउटा के छ कि दरबार भक्तपुर दरबार के भन्छ मलाई त्यहाँ जान्छु त्यहाँ गयो भने म भिडियो बनाउँछु अनि म चाहिँ एक राउन्ड हान्छु होइन फेरि यताडि आएको फेरि यताडि भाइ फाल्टु जाने भनेर म चाहिँ एक राउन्ड हान्छु फेरि जान्छु अघि जहाँबाट पसेको त्यही मतलब बाहिर जान्छु त्यही हो यहाँ चाहिँ नि यस्तै रहेछ त्यहाँ त्यो नागजी नागजीको त्यो छ नि यतापट्टि तलतिरबाट देखिसकिने गर्छ होला अब चाहिँ म जान्छु कतिवटा एउटा दुईवटा तिनवटा चारवटा साइडको ढोका हो क्या मैले भन्नु के गरेँ 1 2 3 4 हो चारवटामा सबै लक छ बानेको छ त्यही म आउने मेन चाहिँ त्यहाँ खोलेर बसिरहेको छ होइन त्यही हो त्यहाँबाट जान्छु अब म जस्ट यहाँ चाहिँ तिनवटा ढुङ्गा छ अनि यति रहेछ तर सिधो पोखरीमा चाहिँ छ क्या सिधो पोखरीमा धेरै छ रानी पोखरीमा चाहिँ होइन यहाँ मान्छे पनि छैन होइन त्यही हो अब म जान्छु ल आया सो गाइज फेरि आज अहिले फेरि हामी अर्कै पोखरीमा आएको छौँ हामी होइन म अघि नै त म अर्कै पोखरीमा गइसकेँ दुईचोटि अहिले पनि यहाँ यो सिधा पोखरी के भन्ने चाहिँ बिचमा यो महादेवको के हो रहेछ म सिधा पोखरी र अनि रानी पोखरीमा गएँ त अनि आज तिनवटा पोखरीमा आइसकेँ म अन्त जस्तै पोखरी तिनवटा पोखरीमा गयो भन्न म त आएको यसको चाहिँ यस्तो छ अगाडि दुईवटा नाकको टाउको छ छेउछेउमा किन आऊ न तिमीलाई देखाएकै छैन आऊ न खासमा हामी चाहिँ होइन मासु किन्न यता आइज न
खासमा हामी चाहिँ होइन मासु किन्न र पङ्खा खोजेको हो हामी अहिले कहाँ आइसक्यौँ यहाँ मन्दिर दरबारहरू के हो म त्यहाँ आइसक्यो मासु र पङ्खा खोजेको यता सब बजार घुमेर आइसक्यो तर पनि पाएको छैन तर यो दरबार चाहिँ पायौँ अब हामी यहाँ एकछिन मनोरञ्जन गर्न मैले फेरि दाम हेर्नु न खतरा छ है ए यो पात्ताले भने खोइ पान्तले मन्दिर भने एउटा होला 1 2 3 4 5 यता खासमा 5 तल्ले नै भन्छ होला हेर्नु त्यो टेक्ने ठाउँमा नि ढ्याक ढ्याक ढ्याकमा नि के चित्र छ हामी चाहिँ हातमा पङ्खा किन्न पङ्खा चाहिँ पाएको छैन खोजिरहेको छौँ अब के हुन्छ एकदम हामी चाहिँ होइन पङ्खा खोज्दा एउटा दरबारमा पसिसक्यौँ होइन अब पसिसिन त हेर्नु परिहाल्यो होइन यस्तो छ ठड्डा लाग्यो यहाँ लाटिडुङमा अब आउनु यहाँ चाहिँ यस्तो छ हामी योभन्दा उता जाँदैन ल जाने यता आइज न राति भइसक्यो नि त त्यही भएर बाहिर धेरै बस्नु मान्छे चाहिँ जे भयो नि हामी गर्दैन सो गाइस फाइनली हामीले पाइसक्यौँ यहाँ छ यो टुटा दिएको छ होइन जस घर गर्नुपर्छ बल्ल बल्ल पाएर राति भइसक्यो होइन अब चाहिँ हामी रुम जानु लाग्यो रुममा गएर जोडिसकेसँग हजुरलाई टक्क लगाएर देखाउँछौँ ल भयो अहिले चाहिँ हामी खाना खाएर यहाँ भाँडा लगाएको छ अनि आज चाहिँ हामी यहीँ भ्लग हुने गर्छौँ यति नै थियो बाई